दिनकुने अहिले मण्डले अराजकताको सबै प्रतिगामी निरङ्कुशतावादीहरूको एउटा प्रतीक जस्तो बनेर देखिएको छ। त्यहाँ घरमा आगो लगाएका छन् मण्डलेहरूले। 12 वर्ष ढुङ्ग्रामा हाले पनि कुकुरको पुच्छर बाङ्गै भने जस्तो त्यहाँको सभा मण्डले अराजकताको पराकाष्ठा भएको छ। त्यहाँ पुलिसमाथि ढुङ्गा प्रहार गरेका छन् मण्डलेहरूले। उनीहरूले चाहेका छन् के 1-2 मान्छे मरुन् र देशभरि आतंक फैलियोस् भन्ने चाहेका छन्। त्यो राजावादीहरूको चरित्र हो। हामी यहाँ आदरणीय जनसमुदाय 50,000 लाखको वरिपरि हामी यहाँ जम्मा छौँ। तर बडो शिष्ट, बडो संयमित, बडो अनुशासित र आफ्नो उद्देश्यप्रति समर्पित नागरिकहरूको एउटा विशाल सेना यहाँ खडा छ। यसकारण तुलना गर्नुहोस् गणतन्त्रवादीहरूको चरित्र राजावादी मण्डलेहरूको चरित्र। आजै चैत्र 15 गते सम्पूर्ण नेपाली जनताले देख्ने गरी, सम्पूर्ण नेपाली जनताले बुझ्ने गरी काठमाडौँमा प्रदर्शित भयो। म उनीहरूलाई चुनौतीको साथ फेरि एकचोटि भन्न चाहन्छु, नेपाली जनताको र नेपालका राजनीतिक दलहरूको उदारतालाई कमजोरी ठानेर इतिहासलाई पछाडि फर्काउने दुस्साहस नगरियोस्। मैले ज्ञानेन्द्र शाहलाई मधेसमा अभियानमा अगाडि बढ्दै गर्दा भनेको थिएँ, विगतमा उनले धेरै गल्ती गरे, त्यो गल्तीको परिणाम उनले भोगिरहेकै छन्। अब अर्को गल्ती गरे भने उनले भोग्न केही पनि बाँकी रहँदैन। खबरदार, नेपाली जनताका पनि सबभन्दा सामन्ती निरङ्कुशताबाट अत्याचारमा पिसिएका, शोषण र दमनको मार खेपेर त्यसको प्रतिरोध गर्ने क्रान्तिकारी युद्धमा होमिएका नेपाली जनता, नेपालका तमाम दलितहरू, नेपालका तमाम महिला, श्रमजीवी महिलाहरू, मधेसीहरू, आदिवासी जनजातिहरू, मुस्लिमहरू, थारूहरू, मजदुरहरू, किसानहरू जसरी युद्ध र आन्दोलनको भट्टीबाट खारिएर निरङ्कुश तन्त्रमाथि धावा बोलेर त्यसमाथि विजयको झण्डा गाडेर अगाडि बढेको नेपाली जनता पछि फर्किने छैन। सामन्ती निरङ्कुशतावादीहरूका दिवा स्वप्नहरूलाई चकनाचुर पारेर अझ अगाडि बढ्नेछ भन्ने विश्वास म व्यक्त गर्न चाहन्छु। मैले यो विश्वास व्यक्त गर्दै गर्दा हिजो जनयुद्धको नेतृत्वको हैसियतले, शान्ति सम्झौताको हस्ताक्षरकर्ताको हैसियतले, सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणाको एउटा नेताको हैसियतले, संविधान निर्माणको एउटा नेताको हैसियतले म आदरणीय जनसमुदायलाई यो मञ्चबाट, यहाँ उपस्थित जनसमुदाय र देशभरिका जनतालाई पनि भन्न चाहन्छु कि समस्या हामीले कहीँ न कहीँ विगतमा केही त्रुटि गरेको हुनाले पनि पैदा भएका छन्। म पुरै इमानदारीका साथ समाजवादी मोर्चाको तर्फबाट र मेरो तर्फबाट पनि तपाईहरुसँग गम्भीर आत्मसमीक्षा पनि गर्न चाहन्छु। सायद हामी गणतन्त्रवादीहरूले जनताका आशा अपेक्षा अनुसार काम गर्न नसकेकै कारण इतिहासको कूडा कर्कटमा मिल्काइएका तत्त्वहरू पनि टाउको उठाउने दुस्साहस गर्न पाए। त्यसकारण अरूलाई गाली गर्नुभन्दा पहिला म सम्पूर्ण जनसमुदायसँग गणतन्त्रवादी नेताको हैसियतले पहिला आत्मआलोचना गर्न चाहन्छु, आत्मसमीक्षा गर्न चाहन्छु र हामी ती गल्तीबाट शिक्षा लिएर फेरि एकचोटि जनताका पक्षमा, मजदुर किसानका पक्षमा, उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायको पक्षमा, सम्पूर्ण शहीद परिवार, बेपत्ता योद्धा परिवार, शहीदका सपना, बेपत्ता योद्धाका सपना, घाइते अपङ्गका सपना, सम्पूर्ण नेपाली जनताका सपना पूरा गर्न अर्को एउटा नयाँ क्रान्तिको नेतृत्व गर्न हामी तयार भएको घोषणा म गर्न चाहन्छु।